हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। होप यु गाइस सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मैले चाहिँ धेरै पछि ब्लग बनाइरहेको छु र आज चाहिँ मेरो कलेज बिदा रहेको छ र आज चाहिँ हामी कतै घुम्न जाँदैछौँ है। कहाँ जाने भन्दाखेरि चाहिँ आज चाहिँ हामी पोखरा जाँदैछौँ फिल्म हेर्नको लागि, उनको स्विटर फिल्म हेर्नको लागि होइन। भर्खर रिलिज भएको छ वैशाख 26 गतिदेखि। अनि को जाने भन्दाखेरि चाहिँ रवि र म जाने प्लान छ। रवि चाहिँ आउँदैछन्, अब म पनि रेडी हुन्छु होइन। लेट्स सी के हुन्छ हेरौँ। भिडियो चाहिँ पुरा हेरेर साथ दिनु होला अन्त्यसम्म है त। रवि पनि आइसक्यो होइन। अब चाहिँ हामी बस चढ्नु पर्ने हुन्छ। हेलो हाई भनिदियो यार। आज हामी कहाँ जाँदैछौँ अरे? पोखरा फिल्म हेर्न होइन। कस्तो लागिरहेछ? रमाइलो गर्नुपर्छ होइन, कति पढ्ने मात्र होइन, रमाइलो नि गर्नुपर्छ। अब चाहिँ हामी चाहिँ बस पुगिन्छ, ठ्याक्कै बस पनि आउन लाग्छ। बस चढेर पनि हामी पोखराको यात्रातर्फ लागिरहेको छौँ। भिडियो अन्त्यसम्म हेरेर साथ दिनु होला। पोखरामा चाहिँ अहिले बाटो बन्दैछ, त्यस कारणले गर्दा चाहिँ एकदमै जाम हुन्छ है। यहाँ चाहिँ एकदमै जाम भएर रोकेको छ गाडी चाहिँ एकछिन। बसमा त्यत्रो धेरै मान्छेहरू हुन्छन्, त्यही भएर मलाई बोल्न पनि अलि अप्ठ्यारो लाग्यो, त्यही भएर म चाहिँ बोलेको छैन भिडियोमा चाहिँ। 20-30 मिनटको यात्रापछि चाहिँ हामी पृथ्वी चोक आइपुगेका छौँ। अब अगाडि भिडियोमा के हुन्छ हेर्दै गर्नु होला है त। अब हामी चिप्लेढुङ्गातर्फ जाँदैछौँ। हामी मुभी हेर्नको लागि एकदमै एक्साइटेड छौँ। चिप्लेढुङ्गा झरेपछि चाहिँ हामी एकछिन हिँडेर जानुपर्ने हुन्छ। अहिले चाहिँ हामी चाहिँ बसबाट झरिसकेका छौँ। अब चाहिँ चिप्लेढुङ्गा झरेर चाहिँ अब यहाँ चाहिँ मन्दिर सक्नुहुन्छ। खतरा छ, त्यो ठाउँ चाहिँ खतरा छैन यतातिर, बवाल छ नि त ठाउँ। अब चाहिँ हेरौँ होइन कतिको आज बिरा छ होइन, एकदम भिड होला यार घरबारी। कस्तो आइरहेछ भिडियो चाहिँ होइन, पुरा हेरेर साथ दिनु होला। नाना जताततै है कपडा नै कपडा कि, यता हेऱ्यो कपडा, उता हेऱ्यो कपडा, गाडी नै गाडी, सब उठाइदियो हामीले है, सब उठाइदिएको थियो हाम्रो। हेर डमीहरू, त्यो डमीले लगाउने कपडा कि हामीले लगाउनु पाएको है। खतरा हिरो बनाएर राखिदिन्छ नि कपडा। ऊ त्यहाँ चाहिँ त्यो धेरै झन्डाहरू छ, त्यहाँ फोटो त्यहाँ गएर फोटो खिच्नु। झन्डा खाएको धेरै कन्ट्रीहरूको आम्मा हेर नि यहाँ त्यो ल्याङ्ग्वेज सिक्ने ठाउँहरू, तातै ल्याङ्ग्वेज सिक्ने ठाउँहरू। महेन्द्रपुल भन्ने यही हो। हामी चाहिँ होइन झन्डै झन्डा भएको ठाउँमा आइपुगेको छौँ। अब चाहिँ यहाँ यसो फोटो खिच्न पर्छ है। यो चाहिँ हो महेन्द्रपुल। आम्मामा जस खतरा छ ठाउँ चाहिँ यार है। अब यहाँ चाहिँ झन्डै झन्डा भएको ठाउँमा आएको छौँ हामी चाहिँ। के पार्क हुँदो रहेछ, फ्ल्याग पार्क। आम्मामा खतरा झन्डाहरू चाहिँ खतरा छ। झन्डाहरू चाहिँ एकदम धेरै रहेछ। फोटो खिच्ने अनि जाने उता फोटो खिच्छौँ। यो उता पनि पार्क रहेछ, जस खतरा छ। सबै देशको झन्डाहरू छ यहाँ चाहिँ होइन। सबैको सपना जाने चाहिँ अमेरिका, क्यानाडा होइन, जापान, कोरिया। हाम्रो चाहिँ केही नि छैन है सपना। हाम्रो त नेपालमै बस्ने है सपना। यता हेर न, खतरा देखिन्छ त चस्मा लगाएर त अनि हिरो देखिन्छ त अनि। दामी छ यस। कतिवटा झन्डा छ नि यहाँ दामी। नेपालको पनि राख्नु पर्ने माथि रहेछ नदेखेको अहिले। हाम्रो देशको झन्डा चाहिँ सबभन्दा टपमा छ है। हाम्रोमा फ्ल्याग पार्क जस दामी छ ठाउँ चाहिँ। झन्डा नै झन्डा, हाम्रो देशको झन्डा चाहिँ माथि छ। ओहो झन्डै झन्डा भएको ठाउँमा आइपुग्यो हामी। झन्डा नै झन्डा। कहिले नाम नसुनेको देशको झन्डा छ यार है। हामीलाई थाहा भएको अमेरिका, अस्ट्रेलिया होइन, क्यानाडा, जापान, कोरिया त्यति मात्रै हो।
इन्डिया पाकिस्तान बङ्गलादेश होइन त्यति मात्र हामीलाई थाहा भएको है। हाम्रो दाइले चाहिँ भन्नुभएको गर्नुभएछ भर्खरै मैले भन्ने बित्तिकै होइन 157वटा चाहिँ यहाँ चाहिँ विश्वभरिको झन्डाहरू रहेछ होइन। हजुरहरू पनि आउन सक्नुहुन्छ। महेन्द्र पुलको नजिकै छ यो चाहिँ होइन, एकदमै सबै देशको झन्डाहरू होइन। हामीले चाहिँ फोटोसोटो पनि खिचिसक्यौँ। अब चाहिँ सिधै हामी चाहिँ फिल्म हेर्न जान्छौँ उनको स्वेटर है त। ल जस दामी छ, ल हजुरहरू पनि आउनु होला। वाउ जस ठाउँ चाहिँ सबै रहेछ यता चाहिँ होइन। एकदम कुनै ठाउँमा एकदम गर्मी छ, कुनै ठाउँमा एकदम शीतल छ है। लगभग हामी चाहिँ यस्तै यतातिर स्टेसनमा पाइन्छ क्या त्यहाँबाट चाहिँ। अलि उता लेक साइडतिर भने उता त्यो पोखरा इन्जिनियरिङ कलेजको अगाडि छ, त्यहाँ किन्नु पर्ला होइन। अब चाहिँ लगभग हामी चाहिँ पालिकी चोक भन्ने ठाउँमा चाहिँ पुगिसकेका छौँ। अब चाहिँ यतै छ भन्ने सुनेको हो हल चाहिँ। अब कता खोज्ने हो त नि है, सोधेर अनि हल कता किनेर पर्ला है। त्यही अब फिल्म हलमा बेसी भेटौँला। धेरै हिँड्यो है, धेरै हिँडेपछि बल्ल हामी चाहिँ चलचित्र हलैमा भेटेर है। फिल्म हलमा चाहिँ हामी चाहिँ सोध्दै आएको है। अनि हल चाहिँ यहाँ रहेछ उनको स्वेटर र जार भन्ने फिल्म लागेको रहेछ। अब चाहिँ के हुन्छ हेरौँ है। हामी चाहिँ उनको स्वेटर हेर्न आएको। अब कता हो जानुपर्ने हुन्छ। ए उनको स्वेटर हेर्न आएको हामी चाहिँ जान्छौँ यता। अब जानु कता हो ब्लग हेर है भाइ। नाम सबिन महर भन्ने सजाएन त युट्युबमा। यमे या चाहिँ यहाँ कता जानुपर्ने यहाँबाट फिल्म हेर्नको लागि हो। ल हामीले चाहिँ टिकट लियो 2टा होइन। के अनि यो उसहरू लैजानु पाइन्छ कि पाइँदैन? कताबाट जाने? यताबाट भित्र हजुर। ए ल हस् हुन्छ, ल हुन्छ। अब चाहिँ उनको स्वेटर फिल्म हेर्न आएको हामी चाहिँ। अब जान खाजा किनौँ हालौँ होइन। टिकट पनि किन्यो, प्याकेटमा दिएर सावधान राख्नु होला। हामी चाहिँ हलभित्र प्रवेश गरिसकेका छौँ। अब हामी चाहिँ हलतर्फ प्रश्न गर्नेछौँ। हाम्रो चाहिँ 12 बजीको सो रहेछ होइन। हामी चाहिँ जान्छौँ हामी। बल्ल 11:30 भयो, आधी घन्टा के गरेर बस्ने। हामी चाहिँ हलभित्र प्रवेश गरेका छौँ। मैले चाहिँ टलतिर बस्नु। हामी चाहिँ हलमा आइसकेका छौँ होइन। अब 12 बजीदेखि फिल्म लाग्दैछ। हामी एकदम वेटिङमा छौँ, एक्साइटेड। धेरै पैसा आयो यहाँ हलमा। यहाँ चाहिँ फिल्म लाग्छ। यो चाहिँ 2D हल रहेछ। कस्तो फिल भइरहेको सर? अब चाहिँ फिल्म सुरु हुँदैछ है गाइज। भन्दा टिमुर्केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ। के कुरा गर्नु अनि सोल्टिनीहरूले त यो हाम्रो चामले त चलाउनु भएन त। किन पो हो लिउँ न। लु जे भए पनि जसो भए पनि भुलचुक माफ गर्दै पर्नु ल। यो स्वेटर ठिक होला नहोला कस्तो देखिन्छ होला नि तिमीले यो स्वेटर लाउँदा? कस्तो हुन्छ होला हामीले देखेको सपनाको घर छाउँदा?
बेसीदेखि लेक समूहको बिचमा पर्ने जमकल्पनात्मक डर मान्ने तिमी यो समाज हेर्दा हेर्दा फिल्म नि सक्यो है। फिल्म त सक्यो। हामी चाहिँ फिल्म हेरेर पनि निस्किसकेका छौँ। अब चाहिँ घर फर्किनु पर्ने हुन्छ। मुभी चाहिँ एकदमै बवाल लाग्यो। रवि तिमीलाई कस्तो लाग्यो फिल्म? एकदम बवाल छ नि होइन? सबैजना आउनु होला हेर्न उनको सुटर चाहिँ होइन। जस मिरुना मगर बिपिन कार्कीको जोडी एकदम सहायन त्यही हो होइन। फिल्ममा चाहिँ केही कमी कमजोरी छैन, त्यस्तो एकदम बवाल छ। सबैजना आउनु होला यति होइन। हजुरहरूलाई हेर्न मन छ भने सबैजना आएर हेरिदिनु होला। त्यही हो, एकदम राम्रो बनेको छ मुभी चाहिँ। हामी चाहिँ लेक साइडतर्फ जाँदैछौँ। पोखरा आइसकेपछि जेसुकै गरे पनि एकचोटि चाहिँ फेयातालको नजिक नगइकन हाम्रो मन चाहिँ मानेन। त्यस कारणले गर्दा हामी चाहिँ पोखराको फेयातालतर्फ जाँदैछौँ। हामी एकदमै एक्साइटेड छौँ। पोखरा आएदेखि चाहिँ एकचोटि पनि फेयाताल गएको छैनौँ। हामी चाहिँ आज जाँदैछौँ। हेरौँ है त कस्तो हुन्छ। फाइनल्ली हामी चाहिँ होइन फेयातालको नजिकमा आइसकेका छौँ। र यहाँको हुन्छ नि इन्भाइरोमेन्ट यस्तो ब्युटिफुल छ कि होइन। यहाँ यस्तो ओ माई गड साँच्चै यार कस्तो भइरहेको। दिस इज द ब्युटी अफ पोखरा के। त्यो माथि सराङको डाँडा फिदाहरू क्या। अन्त भलिबल खेल्ने कोर्ट पनि रहेछ। यो पानी परेको बेलाखेरि यो हावाले लगिदिन्छ नि। बोट चल्यो भने घुमरी परेर अनि अस्ति नै नि धेरैजना उसो गरेर डुबेर चाहिँ तिमीलाई थाहा छ कि थाहा छैन? न्युजमा हेरिरहेको थिएँ। फोटोसोटो खिच्नै गइहाल्ने यस्तो बब्बाल छ पोखरा। आज फेयातालमा हेर्नुहोस् त गाई छैन। तर ढुङ्गा कता जान खोजिरहेको छ, त्यो ढुङ्गालाई कता लगिरहेछ। ब्युटिफुल। अझै आउनु पर्यो। सबैतिर बस है। हामी त्यही साँच्चै उडाउला जस्तो गर्छ क्या हावाले यार। हावाले उडाउला जस्तो गर्यो। पोखरा 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 कस्तो महसुस भइरहेको छ मैले हजुरलाई। के उडाउला जस्तो गरिरहेछ क्या हामीलाई यार। फोटो खिच्यौँ हामी। पानी पऱ्यो छाता झिगा। अब पानी पऱ्यो, पसिना झऱ्यो। दाइको रुमाल भाउजूलाई मन पऱ्यो। गाईहरू होइन पानी पऱ्यो। अब फेरि बुक किन्न जानु छ हामीले चाहिँ। अनि त्यो बिचमा झरेर बुक किन्न जानु छ अझै। यस्तो छ पोखराको भ्यू गाइजहरू। यस्तो खतरा हावा नि चल्ने हो र यार। होइन मिलेर त्यो देख्न सक्छौँ यहाँको अवस्था कसरी चाहिँ मान्छेलाई उडाउला जस्तै गरेको छ। यहाँ चाहिँ यस्तो हावा डेन्जर हावा चलिरहेको छ। अब चाहिँ हामी चाहिँ सिधै घरतर्फ लाग्छौँ होइन। यहाँ बस्ने हो भने हामी सुरक्षित लागेन मलाई चाहिँ।
दृश्य हेरिरहेको छ आफूलाई पानी परेको बेलामा भेडा बाख्रा ढाडमा पुगेको अझै बनाउँदै छ क्या टक्क होइन यो आकाशी पुलमा के टक्क दुईजना जोडीहरू आएर टक्क लगाएर फोटो खिच्ने ठाउँ हो होइन हामी सिङ्गल एयर फोटो खिच्यो नि होइन जति राम्रोसँग खिच्यो नि होइन के नमिले जस्तो हुन्छ क्या टक्क कपालहरू जोडी खिच्दाखेरि कस्तो राम्रो देखिन्छ यस धेरै पछि चाहिँ छुट्टीको समयमा चाहिँ के भयो फोटो दामी खिच्दियो नि त अनि धेरै पछि आइयो छुट्टीको समयमा चाहिँ होइन जस रमाइलो एउटा मोमेन्ट क्रिएट भयो त्यही हो खुसीको कुरा चाहिँ अब चाहिँ सिधै घरतिर लागिन्छ हामी चाहिँ अनि घरतिर लागेर फेरि अब कति धेरै नोटहरू गर्नुपर्ने छ भोलिको लागि अब त्यही हो भिडियो चाहिँ हेर्दै गर्नु होइन अन्तिम आउँदा आउँदा एकदमै ठुलो पानी पर्यो जसोतसो हामी चाहिँ बसमा चढेर चाहिँ घर फर्किँदैछौँ अब सिधै घरमा गएपछि भेटौँला है त के किन धेरै पछि चाहिँ होइन पोखरा जाम भनेको फर्किने बेला पानी पर्दा एकदमै झ्याउ गरिदियो है त्यही हो जसोतसो चाहिँ हामी चाहिँ आफ्नो कोठासम्म आइपुग्यौँ होइन घर चाहिँ आइपुगेछौँ रवि पनि आफ्नो कोठातिर लागे म पनि आफ्नो कोठातिर छु अब चाहिँ नोटहरू सार्नुपर्ने काम छ धेरै नै त्यही हो भिडियो अन्त्यसम्म हेरिदिनु भयो भने लाइक गरिदिनुहोस् भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् र यस्तै यस्तै नयाँ नयाँ भिडियोहरू कन्टेन्टहरू आउँदै गर्छ माया गरिदिनु होला होइन सपोर्ट गरिदिनु होला अस्ति भर्खर एउटा बिसोड भन्ने एउटा मैले सर्ट फिल्म जस्तो बनाउनु कोसिस गरेको थिएँ हजुरहरूलाई एकदमै माया देखाइदिनु भएको थियो त्यसको लागि हृदयदेखि एकदमै धेरै धन्यवाद र यदि हजुरहरूले यो भिडियो अन्त्यसम्म हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच र धेरैभन्दा धेरै सेयर गरेर अझै सपोर्ट गरिदिनु होला म अझै अगाडि बढेर केही गर्न चाहन्छु त्यही हो त्यति जेलसम्मको लागि चाहिँ हस्त बाबै यदि च्यानलमा नहेर्नुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला